नमस्कार सज्जनवृन्द, तपाईँ वृष राशिको हुनुहुन्छ, कर्कट राशिको हुनुहुन्छ, कन्या राशिको हुनुहुन्छ, धनु राशि र मकर राशिको हुनुहुन्छ भने तपाईहरूलाई यो सालको तिहार विशेष छ। कार्तिक 24 गते धनतेरस रहेको छ। सो दिन चन्द्रमा कन्या राशिमा हुनुहुन्छ। कन्या राशिको लागि त शुभ छ नै धनतेरस, तर कन्या राशि साथसाथै कन्या राशिको साथसाथै वृष राशि, कर्कट राशि, कन्या राशि, धनु राशि र मकर राशिको लागि पनि अत्यन्तै राम्रो छ। तपाईको विगतमा धेरै उल्झनहरू थिए। प्रेमका मामलामा, आर्थिक पाटाहरूको मामलामा। हुन त अहिले मन्दी चलिरहेको छ, आर्थिक मन्दी चलिरहेको छ। यो आर्थिक मन्दी चलिरहेको अवस्थामा पनि तपाईहरूले प्रगति गर्न सक्नुहुन्छ। विशेष गरी तपाईहरू 24 वर्षदेखिबाट 40 वर्षको चाहिँ मेल फिमेल हुनुहुन्छ भने तपाईहरू वृष, कर्कट, कन्या, धनु र मकर राशिले विशेष प्रगति गर्न सक्नुहुनेछ। मकर र धनुले त 45 वर्षलाई पनि हेरिरहेको अवस्था छ। त्यो भएको कारणले गर्दा तपाईहरू धनतेरसको दिन आफ्ना कुलकुलाचार अनुसार बेलुका धनतेरसको विधि विधानले पूजन गर्दै गर्दाको अवस्थामा तपाईहरूले विशेष गरी ओम एम ह्रीम श्रीम लक्ष्मीभ्यो नमः 1008 पटक चाहिँ लक्ष्मीलाई समर्पण गर्ने र कुबेरजीको राम्रोसँग चाहिँ आराधना गर्नुभयो भने 18 महिना 24 गतेदेखिबाट कार्तिक 24 गतेदेखिबाट तपाईहरूको चाहिँ 18 महिनासम्म तपाईहरूको चाहिँ के हुन्छ, कुबेर र लक्ष्मीको राम्रो कृपा रहन्छ र तपाईले गर्न खोजेका कामहरू छन्, आर्थिक पाटाहरू छन्, व्यवहारिक पाटाहरू छन्, प्रेमका पाटाहरू छन्, पारिवारिक समस्याहरूलाई चाहिँ सुल्झाएर राम्रो मेलमिलापका पाटाहरू छन्। जति पनि तपाईहरुका उद्देश्यहरू छन् ती उद्देश्यहरू चाहिँ तपाईको लक्ष्य, तपाईको गोल राम्रोसँग चाहिँ परिपूर्ति हुने योग रहेको छ। त्यो भएको कारणले गर्दाखेरि फेरि पनि मैले भने तपाई वृष राशिको हुनुहुन्छ, कर्कट राशिको हुनुहुन्छ, कन्या राशिको हुनुहुन्छ, धनु राशिको हुनुहुन्छ र मकर राशिको हुनुहुन्छ भने मैले फेरि पनि मन्त्र भने 24 गते तपाईले यो मन्त्र साँझ समयमा यसरी मजाले चाहिँ तपाईले चाहिँ 1008 जप्नु होला। मन्त्र छ ओम एम ह्रीम श्रीम लक्ष्मीभ्यो नमः। यो राम्रोसँग चाहिँ तपाईले चाहिँ जप गर्ने, माता महालक्ष्मीलाई चाहिँ यो मन्त्र समर्पण गर्ने र कुबेरजी धनाध्यक्ष कुबेरको पनि चाहिँ तपाईले चाहिँ राम्रोसँग चाहिँ पूजन गर्नु होला है त।